कसरी सरकार वा आफू बाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ। म त्यतापट्टि जान चाहन्न र त्यस्ता कुराहरूमा धेरै हलमलिन पनि चाहन्न। हामीले देशको विकास गर्नुपर्नेछ। अनावश्यक कुराहरूमा हामीलाई ड्र्याग गर्न खोज्छन्, अल्मल्याउन खोज्छन्, अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् विषयबाट। त्यो हुन हामी तयार छैनौँ। हामी आफ्ना विषयमा केन्द्रित हुन्छौँ, आफ्ना काममा केन्द्रित हुन्छौँ र आफ्ना देश विकासका लागि तय गरिएका लिएका नीतिहरू कसरी प्रभावकारी ढङ्गले र छिटो कार्यान्वयन गर्ने, त्यस कुरामा हाम्रो ध्यान रहेको छ। देश 46 सालको परिवर्तनपछि एउटा तीव्र विकासको बाटोमा अगाडि बढ्दै गएको छ र यो पछिल्लो समयमा सबै साथीहरूले अनुभव गरेको कुरा हो भन्ने ठान्छु मैले। म प्रधानमन्त्री हुँदा महाभूकम्प गएर देश ठिलठिलिएको थियो, थला परेको स्थिति थियो। त्यसबाट हामीले देशलाई बिल्ड बेटरको नाराका साथ त्यसमा कर्मीहरू यहाँहरू नै हुनुहुन्छ जसले त्यस स्थितिको सामना गर्न सबभन्दा अगाडि फ्रन्टमा बसेर लडेको थियो। त्यो कुरा यहाँहरूलाई थाहा छ। सँगसँगै हामीले नयाँ कामहरू पनि त्यति बेला एकातिर पुनर्निर्माणको काम हामीले गऱ्यौँ, अर्कातिर विकासका लागि पहिले पूर्वाधार आवश्यक छ। पूर्वाधार निर्माण नगरिकन विकास गर्न सकिँदैन। त्यसकारण हामीले पूर्वाधारमा जोड दियौँ, कनेक्टिभिटीमा जोड दियौँ। बाटा, पुल, झोलुङ्गे पुल, केबल कार, हवाई यातायात आदि कुराहरू। हाम्रो डोमेस्टिक फ्लाइटहरूलाई पनि धेरैवटा 10-12वटा एयरपोर्टलाई हामीले राति पनि उड्न सक्ने गरी फेसिलिटी डेभलप गर्यौँ, रनवे विस्तार गर्यौँ, कतिवटा नयाँ एयरपोर्टहरू बनायौँ, 2टा इन्टरनेसनल र रिजनल इन्टरनेसनल गरेर 2टा नयाँ इन्टरनेसनल एयरपोर्टहरू बनायौँ जसमा सर्भिस सुरु हुन थालेको छ। र यस्ता थुप्रै कामहरू गरेका छौँ हामीले। सबै ठाउँमा 4G पुर्याउनका लागि अप्टिकल फाइबर बिछ्याउने काम बहुतै रफ्तारका साथ गर्यौँ। आइटी सेक्टरको विकास, डिजिटल नेपालको नारा दियौँ हामीले। यति धेरै पुल, त्यस अवधिमा जति धेरै पुल बने त्यति नेपालको इतिहासमा पहिले त भनेका थिएनन्, सायद अब पनि त्यति धेरै पुल त्यति छोटो अवधिमा सायद नबन्लान्, त्यति धेरै किलोमिटर बाटो त्यति छोटो समयमा सायद नबन्ला। म तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु जुन उत्साहले तपाईँहरूले काम गर्नुभयो। बनाउने भनेर एउटा कार्यक्रम तय भइसकेपछि म एकपल्ट माडी घुम्न गएको थिएँ। माडीमा बनिरहेका पुलहरू देख्दा मलाई अत्यन्तै खुसी लाग्यो। यति धेरै पुलहरू छोटो बाटोमै यति धेरै पुलहरू बनेका छन्। त्यहाँ खरे जस्ता खालका खोलाहरू नजिकै थुप्रो खोलाहरू छन्। त्यस ठाउँमा यति धेरै पुलहरू बनेका छन्। गर्न सकिँदो रहेछ, नेपालले गर्न सक्ने रहेछ। एयरपोर्ट बन्दैछ, अस्पताल बन्दैछ, विद्यालयहरू बन्दैछन्, पुनर्निर्माणको काम उता चलिराखेको छ। अरू विभिन्न कुराहरू बन्दैछन्, ट्रान्समिसन लाइन बन्दैछन्, सब स्टेसनहरू बन्दैछन्।
ट्रान्सफर्मरहरू जडान भएका भइछन्। यस्तो खालको एउटा लहर चल्यो, मान्छेहरूको मन भदभदी पोलेर यसरी विकास गर्यो भने त त्यसकारण केही पनि भएन, खत्तमै भयो देश, केही भएन भन्ने हल्ला गरेको गरी र यसमा देशी विदेशी सबै प्रकारका तत्त्वहरू सक्रिय भए। नेपाल विकास भएको हेर्न नचाहने, त्यस्ता तत्त्वहरू हल्ला मात्रै गर्न चाहने। हामीलाई यस्ता कुराहरूसँग छैन, विकाससँग, देशको विकाससँग मतलब छ। आज युवाहरू बाहिर गएको विषयमा काफी चर्चा छ। युवाहरू बाहिर गए, यहाँ पढ्ने ठाउँ पर्याप्त भएन, त्यो बनाउनुपर्छ। हामीले पढ्ने ठाउँहरू पर्याप्त बनाउनुपर्छ। तर नेपालको शिक्षा अलिकति सुरु भएको थियो, फेरि नयाँ शिक्षा लागेर नयाँ शिक्षाले एक ढङ्गले भन्ने हो भने त्यो जबलेस मान्छेहरू तयार गर्ने, सर्टिफिकेट लियो अनि पीडित भयो, जब छैन,